So this is the view of Chitlang. Start. Hello guys, welcome back to my vlog. It's me Samir Tamang S28. र अहिले चाहिँ हामी आएको छौं हाइकिङ. Okay. अहिले चाहिँ हामी right now we are in चन्द्रगिरी अनि के रे? ए हैन त्यही भन्छ. चन्द्रगिरी नै हो. चन्द्रगिरीमा छौं अनि त्यसपछि अब जान्छौं. गन मजाले हिँड्छ. Thanks so much guys. चन्द्रगिरी. सो त हाम्रो साथीभाइहरु यता आइ भन्दै ल अनि ल साथी एउटा के भन्नु नि त ल फेरि हाई हेलो यो त समथिङ ल What's up? Hello guys, अब हाम्रो चाहिँ हाइकिङ सुरु हुँदैछ हैन अब यहाँबाट जाने मास्तिर अनि त्यसपछि हाइकिङ सुरु हुँदैछ बिस्तारै अब भ्यू दामी छ चन्द्रगिरी आकाश भन्न पानी परेर नाइस भ्यू देखिन्छ चन्द्रगिरीबाट त्यो चाहिँ आश छ हामीलाई हैन अब त्यही रमाइलो गर्नुपर्छ साथी के छ ठिक छ रमाइलो हान्नु ल ओके ल सो गाइस हजुर मलाई देख्नु मसँग नि देखिहाल्नु अरे ओके ल गाइस यो चाहिँ हाम्रो स्मृति डनको क्यामेरा राम्रो कस्तो दामी रहेछ हैन सो हामी यसबाट भिडियो बनाऊँ भनेको अलिक त्यस्तो खासै मेरो जतिको राम्रो क्वालिटी चाहिँ आउँदैन रहेछ हैन सो त्यही भएर चाहिँ अब आज चाहिँ म मेरो क्यामेराबाट भिडियो बनाउँछु हैन सो केही छैन यहाँ चाहिँ अब यो दिले अब के भिडियो के फोटो के गर्न आउनु भएन आऊ साथी यता आऊ अर्का ग्रुपमा के घुलमिलिन्छ सरले चाहिँ हामीलाई चाहिँ के भन्नुभएको छ भने जसले टिकटक राम्रो बनाउँछ त्यसलाई अलिक गिफ्ट दिन्छु भन्नुभयो त्यही भएर एकदम खुसी भएर एकदम के भन्नु खुसी भएर यिनीहरूको ठेगानै छैन हैन गाह्रो छ अनि टिकटक बनाउन कम्पिटिसन चल्छ के यहाँ अनि हाम्रो यहाँ बाँकी केटाहरूको यहाँ के चलफल हुँदैछ हैन ओइ 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 के हो हाम्रो टिकटकरहरूको यहाँ अब ओइ नाइस 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 साथीहरू सबैजना लाइनमा टक्रक्क बसिरहेछन् यसो डिसिप्लिनमा म्यानर हाम्रो बिटी टिमको स्टुडेन्टहरू यस्तो डिसिप्लिन छन् हाम्रो यहाँ सरले मजाले हेरिरहेको छ हाम्रो विद्यार्थीहरू कति मजाले डिसिप्लिन देखाइरहेछ है त रितल साथी ओ रितल ल ओइ ल पेम्बा ओइ पेम्बा हल्का रमाइलो राइट नाउ गाइस अझ हामी टिकट काट्न जाँदैछौँ टिकट काटेर टक्क माथि हामी केबल काट्दै चढेर अलिक माथि उकालो जानुपर्ने हुन्छ त्यहाँदेखि चाहिँ हाम्रो हाइकिङ मेन हाइकिङ स्टार्ट हुन्छ सो अहिले चाहिँ हामी लाइनमा डिसिप्लिन भएमा हिँड्नेछौँ from Indonesia and we are here at Chandragiri with the Nepal. Okay. Okay. Now it's your turn. Okay, give your introduction. This is the first time I came to Nepal. Yeah. And I really love it. Oh. We went to Upper Mustang, Lower Mustang, Pokhara, Yomson, what is Muktina? Muktina. Marfa. What is Poti? Pani. Yeah, the spring hot spring. Oh yeah. And I really love Kathmandu. This is especially Tamil. 2000. Oh yeah. Say Nepal राम्रो छ. Nepal राम्रो छ. Yeah. Nepal राम्रो छ. What is the meaning? Nepal is beautiful. Nepal राम्रो छ. Oh, nice. Nepal राम्रो छ. Say मलाई नेपाल मन पर्छ. मलाई नेपाल मन पर्छ. Same, you are saying like a same Nepali. Oh really? Yeah, your tone is like Nepali. Oh really? Yeah. So I'm Nepali now. Yeah, of course, yeah. So what's the famous song in Nepal? Okay, let's sing. Okay, play the song. Resam piriri, resam piriri. Udera जाऊं कि डाँडामा बन्जाङ resam piriri. एक नाक piriri, resam piriri.
उडेर चौकी डाँडामा भन्छन् रेशम पिरिरी एकनाले बन्दुक दुईनाले बन्दुक मृगलाई ताकेको मृगलाई मैले ताकेको होइन मायालाई ताकेको ओके सो क्यान यु सिङ योर फेभरेट सङ What? Indonesian song? या What is Indonesian song? What are you going to sing? Just go ahead. Just random as you like. Bandung. No. What's Indonesian song? Ternyata aku makin cinta sama Nepal. Hanya kamu seorang. हामी चाहिँ मन्दिर दर्शन गर्न आएको थियौँ मन्दिर दर्शन गरेर फर्किसक्यौँ होइन बाहिरबाट भित्र मनबाट गऱ्यौँ त्यही त बाहिरभित्र मनबाट गरे होइन गाइज अब हामी सुरु गर्न लागेको छौँ हाइकिङ होइन हो र ल हामी स्मिजन पर्ने हुन्छ भन ल तिमी पनि खताइको अब हाइकिङ जानु लाग्यो हाइकिङ कहाँदेखि कहाँसम्म अब यहाँनिर डान्सको स्टेज छ नाच्न आँट्यो ओए तिमीले नाच्यो क्या सुरुमै हो अनि सोफी चाहिँ म पनि उसँग नाच्ने ए हो सो गाइस अब चाहिँ हामी हाम्रो यात्रा जारी छ है हाम्रो हाइकिङ मजाले बहल हुँदैछ अलिक जङ्गलको बाटोमा अलिक जे पनि हुन्छ साथी जङ्गलको बाटोमा के हुनसक्छ भन्दा त चितुवा आउन सक्छ हो सही हो ए सानो भएर मात्र हो बाघी हो सानो भएर हो बाघै हो बाघी हो होइन ल हाम्रो साथीहरू कता छ म तलतिर लागेको अलिकति स्पिडमा ल हाम्रो साथीहरूले एकदम हाम्रो साथीहरूले खोइ फर्स्ट 4 टिपेको गोजीबाट निकालेर हालेको हो ठिक छ यही त हो नि डिसिप्लिन भनेको हो नाइस नाइस हाम्रो साथीले जोस हाम्रो यहाँ रमेश साथी किन एक्लै साथी भन त किन एक्लै यसरी ए ठिक छ हाम्रो रमेश साथीहरूलाई एक्लै छ होइन त्यही मसँग आएको फर्स्ट टिममा ल ल ल लेट्स गो ल हाम्रो साथीहरूले जोस् ल टिम क्याम्पिङ राम्रो गर्दैछ ल गाइस यस्तो ठाउँमा भोला गुडीको खाएर चाहिँ त फ्याँक्नु मिलेन है ल पेमा खोइ दाँत देखाउँदा तिमी हो कि जस्तो अङ्कल आमालाई त ए थाहा छैन रहेछ ठिक छ ल पेमाले ल खोइ यसले काम चाहिँ गर्छ कि यसले चाहिँ गर्छ कि Guys, nice. Now it's time to take a picture. हामी चाहिँ टक्क खाजा आइसक्यौँ ओइ को यो को ओइ के लाएर के गरेको उमेर 55 को दिल 55 को अनि साथी हो नि ल ल ल ल ल ल
यता ढिकी चाउ हेर्नु चाहिँ केटाहरू है त यहाँ हाम्रो साथीले चाहिँ यहाँ भिडियो बनाउँदैछ के आएन ला कति केजी हो तिमी ल गाइस हामी चाहिँ अब खाना खाँदैछौँ है त ऊ सबले एक घाँस हान्थ्यो साथी ल 1 2 3 4 5 लिएर आऊ अनि मात्र हान्छु ए साथीलाई चाहिँ माम चाहियो अरे हाम्रो सर एक घाँस हान्थ्यो ल हो तिमी पनि त्यही केटाहरूले मलाई के कस्तो अवस्थामा पार्यो यार म यहाँ खाना खाने मासु टक्क यस्तो म जान जाँदै साथी तर मेरो मासु चोरी भन्ने टेन्सन हो नि त सिक्युरिटी गार्ड हाई फुल सिक्युरिटी जोड्छ यार योग्य छेउमा है म डर लागिहाल्छ मासु चोरी भने अब केटाहरूलाई खाना ल्याउनु पर्ने पो ल राम्रोसँग खाँदै गर मेरो मासु चाहिँ चोरी होइन मासु पनि गन राम्रो 1 2 3 4 5 6 7 8 9 10 होइन खान्छ मिठो लाग्यो मासु होइन अब कस्तो लाग्यो साथी एउटा प्राण हानिदिएको मैले साथी दुईटा हान्नु यो चाहिँ टमाटर यहाँको लोकल टमाटर हामी एउटा भइसक्यो भनौँ मैले आफ्नो भ्याए साथीले खाँदै खानु अर्को भन्दा यहाँ खाना कस्तो लाग्यो रिभ्यू दिनु रिभ्यू यो रिभ्यू भनेको कम्पेरिजन हो एउटा कुरालाई अर्कोसित कम्पेयर गर्न साथ त्यसको ब्युटी हराउँछ इट्स सो ब्युटिफुल एन्ड आई एम सो ग्रेटफुल टु बी हियर थ्याङ्क यू माई गॉड वेलकम टु गोट चिज होमस्टे सो हामी अहिले चिज होमस्टेमा आइसकेको छौँ नेपालको फर्स्ट गोट चिज फ्याक्ट्रीमा छौँ है अहिले चाहिँ यहाँ चाहिँ उहाँहरूले चाहिँ गोटको मिल्कलाई चाहिँ युज गरेर चाहिँ चिजहरू बनाउनुहुन्छ यहाँ चाहिँ सप हो यहाँ चिज फ्याक्ट्री चाहिँ यहाँ तलपट्टि छ उहाँहरूको फार्म पनि आफ्नै बाख्रा फार्म छ उहाँ त्यहाँ चाहिँ 70-80वटा बाख्राहरू पनि छ यता माथिपट्टि चाहिँ पर्छ फार्म चाहिँ त्यहाँबाट चाहिँ दुध दोहोरो लिएर आएर चाहिँ उहाँहरूले यो चिज फ्याक्ट्रीमा चाहिँ दुधलाई युज गरेर दुई थरीको चिज बनाउनुहुन्छ एउटा चाहिँ हार्ड हो एउटा चाहिँ सफ्ट खालको हुन्छ है अनि अर्को चिज ल गाई झगडा पऱ्यो झगडा यो छोटा भीमलाई देखेर हो क्या छोटा भीमले आमा छोटा भीमको वाक हेर न ओ टोक्दे एकदम यहाँ हाम्रो लोकल टुरिस्ट गाइड हो है यसले यहाँ धेरै माथिदेखि हामीलाई सहयोग गर्दै आएको छ यस मलाई खुसी लागिरहेछ होइन त्यो नाम के हो भन्दै फेरि अब तिमी हाम्रो फेरि यहाँ साथीहरूले यस्तो स्यापे जान्छ सो यसले जे होस् हामीलाई अझै सहयोग चाहिँ गर्छ होइन यसको अघिबाट झगडा पनि भयो होइन मैले छुट्याउन सकिनँ किन त टाढै थिइस् होइन केही छैन हिम्मत पालेको छ झगडा खेल्न पनि आइसक्यो अलिक ठिकै छ हजुरआमा सन्चै नमस्ते घुम्न आएको होइन हुन्छ हजुरलाई सम्झेर टाढाबाट आएको यसो भेटघाट गर्न हुन्छ के को खेतीपाती गर्नुभएको ए पानी पर्ला साँझ पर्छ ल हजुरआमा राम्रोसँग बस्नु है हजुरको गाउँ गएर यसो डुल्न आएको डुलेर जान्छौँ ल हजुरआमा राम्रोसँग बस्नु है अहिले फर्किँदा 2-4 कोदालो म नि हानिदिन्छु कति होला दुःख दिनु होइन हजुरआमा हस् ल तिम्रो नाम के हो इन्ट्रोडक्सन देऊ ल के साइसा बलामी कतिमा पढ्छौ 4मा अनि तिमी रन्जु बलामी अनि तिम्रो नाम राइजा मोलामी ग्लाइजा ओए लास्टै क्युट रहेछ त तिम्रो भाइ कृतम बलामी कृतम ए वा मम्मी हो ल धन्यवाद खो थ्याङ्क यू भनेको ऊ ल ल्याउ ऊ दिँदै हुन्छ हाम्रो साथी यस्तो काइन्ड छ देखिन्छ गाइस खानु ल मिठो मानेर खानु ए तिम्रो घर चाहिँ यता हो अनि तिम्रो घर कता हो तल्ल अनि तिम्रो ए यहीँ हो तिम्रो नाम के अरे फेरि भन्दै त एकचोटि के मलामी ग्लाइजा कतिमा पढ्छौ कति इसिडी कि इसु ए एलकेजीलाई इसिडी भन्छ ए सो दिस इज द भ्यू अफ चितला
तिम्रो मुस्कान याद भो घाम ढल्के झै मन ध्यारो भो